हेलो साथीहरू, म तपाईँहरूकै साथी इमराज देउपाने र आज हामीले लिएर आएका छौँ नेपालका 77वटा जिल्ला कसरी छिटोभन्दा छिटो याद गर्ने। तपाईँहरू पढ्न त पढ्नुहुन्छ है, तर तपाईँहरू रट्टामार गरेर पढ्नुहुन्छ, दिनदिनै पढ्नुहुन्छ तर बिर्सिहाल्नुहुन्छ। तर आज हामीले फ्युचरसम्म कसरी नेपालका 77वटा जिल्ला याद गर्ने भनेर टेक्निक लिएर आएका छौँ। त्यो टेक्निक तपाईँहरूलाई आज हामी यहाँ भन्नेछौँ। र अब हामीले त्यो जान्नुभन्दा अगाडि नेपालका 77वटा जिल्ला कहिलेबाट लागू भयो भन्ने कुरा पनि जान्नुपर्छ। यो भनेको हाम्रो विक्रम सम्वत 2074 भदौ 5 गते, विक्रम सम्वत 2074 भदौ 5 गते नेपालका 77 जिल्ला भनेर कायम अथवा लागू गरिएको थियो। यो बेला नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो र 2074 भदौ 5 गते भन्दा अगाडि नेपालका कति जिल्ला थिए त? 75वटा जिल्ला थिए। हो, यो पनि जानिराख्नुहोस्, नेपालका 75वटा जिल्ला थिए। यो 75 जिल्ला कहिले लागू कायम गरेको थियो त? यो भनेको 2018 वैशाख 1 गते लागू गरिएको थियो। यो पनि जानिराख्नुहोस्। र नेपालका 77वटा जिल्ला अब हामी कसरी याद गर्छौँ भन्ने कुरा पनि भन्छौँ। र नेपालमा प्रदेश पनि 7वटा रहेका छन्, यो पनि जान्नुहोस्। र यी प्रदेश 7वटा पनि 2074 भदौ 5 गते नै नेपालका 7 प्रदेश भनेर लागू गरिएको थियो। र हामी कति प्रदेशमा कति जिल्ला रहेका छन् र ती जिल्ला कसरी याद गर्ने टेक्निक लिएर आएका छन्। त्यो कुन प्रदेशमा कतिवटा जिल्ला छन् भनेर एउटा टेक्निक छ। त्यो तपाईँ एउटा नम्बर छ, त्यो नम्बर कन्ठ गर्नुहोस्। के छ नम्बर? सजिलो छ। 27 वर्षको आमाले 27 वर्षको छोराले 64 वर्षकी आमालाई 531 चोटि काठमाडौँ घुमाएछ भनेर याद गर्नुहोस् है। अब 27 भनेको यो अब कसरी जिल्लाहरू भन्ने म तपाईँलाई बताउँछु। अब प्रदेश नम्बर 2 मा 8वटा जिल्ला छन्, 8बाट सुरु गर्नुहोस्। प्रदेश नम्बर 7 मा 9वटा जिल्ला छन्। प्रदेश नम्बर 6 मा 10 छन्। प्रदेश नम्बर 4 मा 11 छन् र प्रदेश नम्बर 5 मा 12 छन्। प्रदेश नम्बर 3 मा 13 छन्। प्रदेश नम्बर 1 मा 14 छन्। हो, यसरी याद गर्नुहोस्। तपाईँहरूले छिटोभन्दा छिटो याद हुनेछ है साथीहरू। ल, अब हामी कुन प्रदेशमा कति जिल्ला त भन्यौँ र अब ती जिल्लाहरू के हुन् भनेर पढ्नेछौँ है त। प्रदेश नम्बर 1 को नाम के हो जान्नुहोस् साथीहरू। प्रदेश नम्बर 1 को नाम पनि जान्नु पर्यो। प्रदेश नम्बर 1 को नाम हो कोशी प्रदेश र यो प्रदेश नम्बर 1 हो। यसमा कति जिल्ला रहेका छन् त? 14वटा जिल्ला। नेपालको सबैभन्दा बढी जिल्ला भएको प्रदेश नम्बर 1 कोशी प्रदेश हो। र अब 14वटा जिल्ला कसरी याद गर्ने यो ट्रिक भन्छु म। यो ट्रिक के रहेको छ भने तपाईँ राम्रोसँग सुन्नुहोला, भिडियो स्किप नगरेर लास्टसम्म हेर्नुहोला साथीहरू। ओइ सुन ताते भो मुसो धपाउ साँझ खो भनेर याद गर्नुभयो भने तपाईँको माइन्डमा छिटो याद हुनेछ। ओइ सुन ताते भो मुसो धपाउ साँझ खो भन्नुहोस्। ओबाट ओखलढुङ्गा, ईबाट इलाम, सुनबाट सुनसरी, ताबाट ताप्लेजुङ, तेबाट तेह्रथुम, भोबाट भोजपुर, मुबाट के हुन्छ मोरङ, सोबाट सोलुखुम्बु, धबाट धनकुटा, पाबाट पाँचथर, उबाट उदयपुर, साबाट शङ्खुवासुब्बा, झबाट झापा, खोबाट खोटाङ। हो, यसरी याद गर्नुभयो भने तपाईँको माइन्डमा छिटोभन्दा छिटो याद हुनेछ। र अब प्रदेश नम्बर 1 को ठुलो जिल्ला कुन हो, सानो जिल्ला कुन हो पनि जान्नु पर्यो। ठुलो जिल्ला र सानो जिल्ला कसरी याद गर्ने? ताते भनेर याद गर्नुहोस्। ताते भनेर याद गर्नुहोस्। ठुलो जिल्ला ताप्लेजुङ, सानो जिल्ला तेह्रथुम। हो, यसरी याद गर्नुहोस् साथीहरू। अब हामी प्रदेश नम्बर 2 मा जानेछौँ। प्रदेश नम्बर 2 को नाम के हो त? मधेस प्रदेश। प्रदेश नम्बर 2 को नाम के रहेको रहेछ त? मधेस। यसमा कतिवटा जिल्ला रहेका छन्? अघि हामीले चर्चा गऱ्यौँ, 8वटा जिल्ला। नेपालको सबैभन्दा कम रहेको प्रदेश जिल्ला कुन हो त? प्रदेश नम्बर 2 हो, जसमा जम्मा 8वटा जिल्ला मात्र रहेका छन्। अब यो 8वटा जिल्ला नाम याद गर्ने ट्रिक भन्छ हामी।
यसको ट्रिक के छ भन्दाखेरि बासी परो धनुषाको समोसा समोसा भनेर राख्नुहोस्। बासी परो धनुषाको समोसा। बाबाट बारा, सीबाट सिरा, पबाट पर्सा, रोबाट रौतर, धनुषाको धनुषा, सबाट सप्तरी, मोबाट मौत्तरी, साबाट सरलाई भनेर याद गर्नु हो भने प्रदेश नम्बर 2 का 8वटा जिल्ला पनि फ्याट्टै याद हुनेछ है साथीहरू। र अब यसको ठुलो जिल्ला र सानो जिल्ला कसरी याद गर्ने भनेर तनावमा हुनुहुन्छ भने तनाव नलाउनुहोस्। ठुलो जिल्ला सप्तरी, सानो जिल्ला मौत्तरी। समो भनेर याद गर्नुहोस् न, फ्याट्टै याद। ठुलो जिल्ला सप्तरी, सानो जिल्ला मौत्तरी। यसरी याद गर्नु भने छिटो याद हुन्छ। र अब हामी प्रदेश नम्बर 3 को नाम के हो त बागमती। प्रदेश नम्बर 3 मा कतिवटा जिल्ला छन् त? प्रदेश नम्बर 3 मा 13वटा जिल्ला। बागमती प्रदेशमा 13वटा जिल्ला। अब 13वटा जिल्ला कसरी याद गर्ने? र टानेर हुन्छ हुँदैन। ट्रिक चाहियो नि त 13वटा जिल्ला याद गर्ने भने। के छ ट्रिक? प्रदेश नम्बर 3 बागमती भन्दा बित्तिकै के सम्झ्नुहोस्? राधाका दोषी लभरका सिम चिनो भनेर याद गर्नु हो भने छिटो याद हुनेछ। राधाका दोषी लभरका सिम चिनो। राबाट रामेछाप, धाबाट धादिङ, काबाट काभ्रे पलाञ्चोक, दोबाट दोलखा, सीबाट सिन्धुपाल्चोक, लबाट ललितपुर, भबाट भक्तपुर, रबाट रसुवा, काबाट काठमाडौँ, सीबाट सिन्धुली, अनि मबाट मकवानपुर, चिबाट चितवन, नुबाट नुवाकोट। यसरी याद गर्नु हो भने तपाईँलाई छिटोभन्दा छिटो याद हुने नै छ। र अब यसका ठुलो जिल्ला र सानो जिल्ला पनि जान्न मन लाग्यो भने शिव भनेर याद गर्नुहोस्। शिव, बुझ्नुभयो? शिव है शिव। यो तपाईँहरू आफै बुझ्नु है त। ठुलो जिल्ला कुन रहेछ, सीबाट के आउँछ भने अबाट भक्तपुर आउँछ। तपाईँ आफै यो बुझ्नु होला। प्रदेश नम्बर 3 को ठुलो जिल्ला र सानो जिल्ला याद गर्ने तरिका भने मैले। र अब प्रदेश नम्बर 4 मा जान्छौँ हामी। प्रदेश नम्बर 4 मा कतिवटा जिल्ला छन् त साथीहरू? प्रदेश नम्बर 4 मा प्रदेश नम्बर 4 को नाम के हो त? गण्डकी। गण्डकीमा 11वटा जिल्ला है साथीहरू। गण्डकीमा 11वटा जिल्ला छन्। र अब 11वटा जिल्ला पनि याद गर्ने ट्रिक के छ भन्दाखेरि गण्डकी भन्दा बित्तिकै सम्झ गोलम्यान च्याम तमुवा पका भन्नुहोस्। के गरे? गोलम्यान स्याम तमुबा पका। गोलम्यान स्याम तमुबा पका भनेर याद गर्नुभयो भने गोबाट गोर्खा, लबाट लमजुङ, म्याबाट म्याग्दी हो, अनि नबाट नवलपरासी, स्याबाट स्याङ्जी, मबाट मनाङ, तबाट तनहु, मुबाट मुस्ताङ, बाबाट बागलुङ, पबाट पर्वत र काबाट कास्की भनेर तपाईँको दिमागमा छिटोभन्दा छिटो याद यसरी हुनेछ साथीहरू। हो अब यसको पनि ठुलो जिल्ला के होला, सानो जिल्ला के होला भनेर जिज्ञासा त लाग्यो होला। जिज्ञासा लाग्यो भने जिज्ञासा मेट्नुहोस् साथीहरू। यसको सूत्र रहेको छ गोर्खा र पर्वत। ठुलो जिल्ला गोर्खा, सानो जिल्ला पर्वत रहेको छ। प्रदेश नम्बर 4 को ठुलो जिल्ला र सानो जिल्ला। अब हामी प्रदेश नम्बर 5 मा जान्छौँ। प्रदेश नम्बर 5 मा भनेको कुन प्रदेश हो त? प्रदेश नम्बर 5 भनेको हाम्रो लुम्बिनी प्रदेश, जसमा जिल्ला रहेका छन् त 12वटा है। 12वटा जिल्ला रहेका छन् लुम्बिनी प्रदेश। लुम्बिनी प्रदेशमा 12वटा जिल्ला रहेका छन्। अब यसको ट्रिक के छ? तपाईँ ट्रिक पनि जानि नै हाल्नुहोस्। ट्रिक के छ भने प्रदेश नम्बर 5 कपिल गुरुबा अब दारू पिउनु पर्यो। भन्नुहोस् न, पर्यो। कपिल गुरुबा अब दारू पिउनु पर्यो भनेर याद गर्नुभयो भने छिटो याद हुनेछ है। कपिल वस्तु, कपिल भनेको कपिल वस्तु, गु भनेको गुल्मी, रु भनेको रूपन्देही,
बा भनेको बाँके, अ भनेको अर्घखाँची, ब भनेको बर्दिया, दा भनेको दाङ, रु भनेको रुकुमपूर्व, पिउ भनेको पिउठान, न भनेको नवलपरासी पश्चिम, र प भनेको के हो त पाल्पा, रो भनेको रोल्पा। याद भयो? यसरी याद गर्नुहोस् है, यसरी याद गर्नु छिटो याद हुन्छ। अब हामी प्रदेश नम्बर 6 कर्णाली प्रदेश। जनसङ्ख्याको हिसाबले सबैभन्दा कम रहेको प्रदेश कुन हो त कर्णाली प्रदेश। प्रदेश नम्बर 6 कर्णाली प्रदेश। र कर्णाली प्रदेशमा कतिवटा जिल्ला छन्? 10 वटा जिल्ला छन्। कर्णाली प्रदेशमा 10 वटा जिल्ला रहेका छन्। यसको पनि ट्रिक छ साथीहरू, यसको पनि ट्रिक सिक्नुहोस्। यसको ट्रिक के छ भन्दाखेरि प्रदेश नम्बर जाडो सुरु हुँदै काजु मुस जाडो सुरु भएपछि काजु मुस खाऊ भनेर सम्झिनुहोस्। जाबाट जाजरकोट, डोबाट डोल्पा, सुबाट सुर्खेत, रुबाट रुकुम पश्चिम, हुबाट हुम्ला, दैबाट दैले, टाबाट कालीकोट, जुबाट जुम्ला, मुबाट मुगु, सबाट सल्यान। यसरी याद गर्नुभयो भने कर्णालीका 10 जिल्ला पनि फ्याट्टै जाडो सुरु हुँदै काजु मुस भन्नुभयो भने 10 वटा जिल्ला पनि फ्याट्टै याद हुन्छ है। र अब क्षेत्रफलको हिसाब कर्णालीका पनि ठुलो जिल्ला कुन हो सानो जिल्ला कुन हो यो पनि जान्नु पर्यो है। कर्णालीका ठुलो जिल्ला कुन हो सानो जिल्ला कुन हो भनेपछि ठुलो जिल्ला डोल्पा र सानो जिल्ला रुकुम पश्चिम है। रुकुम पश्चिम भनेर याद गर्नुहोस्, ठ्याक्कै याद नै हुनेछ। अब हामी प्रदेश नम्बर 7 कुन हो त सुदूरपश्चिम प्रदेश है त। सुदूरपश्चिम प्रदेशमा कतिवटा जिल्ला छन् त 9 वटा जिल्ला रहेका छन् है। सुदूरपश्चिम प्रदेशमा 9 वटा जिल्ला रहेका छन्। अब यी 9 वटा पनि याद कसरी गर्ने भनेर म पनि ट्रिक दिन्छु। यसको ट्रिक त झन् सजिलो छ है, सबभन्दा सजिलो ट्रिक के छ भनेपछि बडा बाको दाकै कडो, बडा बाको दाकै कडो, बडा बाको दाकै कडो भनेर याद गर्नुभयो। ब भनेको बझाङ, डाबाट डडेलधुरा याद गर्नुहोस्, बाबाट बाजुरा, कोबाट केही छैन होला कि छ छैन, दाबाट दार्चुला, कैबाट कैलाली, कबाट कञ्चनपुर र कटो भनेर याद गर्नुहोस् न। कटो होइन कडो डोटी कडो भनेको डोटी। 9 वटा भयो त 1 2 3 4 5 6 7 9 वटा भयो होइन। बडा बाको आबै सरी आ भयो है त अगाडि, आबै पनि थप्नुहोस् अगाडि, आबै है त। आबै बडा बाको दाकै कडो, आ भनेको अछाम, बै भनेको बैतडी। मैले आबै बिर्सेछु। आबै बडा बाको दाकै कडो पुग्छ है त। 9 वटा हेर्नुहोस् 1 2 3 4 5 6 7 8 9 पुग्यो। अघि आबै बिर्सिहालेको छु। आबै बडा बाको दाकै कडो भनेर सम्झिनुभयो भने प्रदेश नम्बर 7 सुदूरपश्चिम